हेलो गाइजहरु हामी यहाँ फुल फुलेको ठाउँमा के गर्न आएको रे? हामी के गर्न आएको? तरकारी किन्न। तरकारी किन्न आएको फुल फुलेर यहाँ आपत छ। एक हप्ताको लागि जोखु गर्नु परेन। ल ल ल यहाँ कसैले सेल्फी खिच्दै छन् यहाँ यी म चाहिँ भिडियो बनाएको छु। हेलो 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 हामी चाहिँ नेपालको नम्बर 1 भ्लगर तर म तामाङ हैन यिनी है। खै तामाङ कहाँ गयो? तामाङ तामाङ म त नम्बर 1 हो। ओ तामाङ यता हेर्नु यता। हाम्रो च्यानललाई लाइक कमेन्ट सब्स्क्राइब पुरै गर्नु होला है। पुरै पुरै शिबु पाण्डे यहाँ चाहिँ यहाँ भ्लगर बनाएर सकाएको हैन। उल्टो भयो त्यो। ल अब हामी चाहिँ फुलबारीबाट निस्केको अब काँडागारीतिर जाने हो। रम्बल गाडी रम्बल गाडी। अलिकति काटेर ल्याउनु त हो नि। कोरिया निकाले ओ के रे? अनिल दाइले। ओ बसल्ते अब भन्नु अब आउँछ। करोडपति हुनलाई फोटो खेल्न। अब हामी कहाँ लाग्यो लोटो काट्न? हामी लोटो काट्न जान लाग्यो। भुटानमा पहिलाकै करोडको छ यहाँ है एउटा। पहिलाको करोड हैन ओछनको छ। ओसन परेको होइन? करोड वानको छ। आज त्यो ओछनको साट्यो भने त्यो ओसनको साथै हो नि ओमान पर्छ आज। ओमानको काट्यो भने फेरि करोडमा पुगिन्छ जस्तो छ। 500 को टोकन हो नेपाली 500 को त्यो त काटिरहनु पर्छ। परिहाल्यो भने फेरि चुनाव लड्नुपर्छ प्रधानमन्त्रीको लागि नेपाल त्यही पैसा केपिएलले हराउने होला नि अब। कोसँग भिड्ने दाइ? केपी ओलीलाई त के हराउनु हारेको मान्छे त्यसो भए केपिएलले हारिसक्यो। केपी त हारेको आज सँग लड्नु र नेपालमा लोटो आज थाइल्यान्ड गएर आइसक्यो नेपाल अब त। हैन लोटो पर्यो भने त नेपालमा कोसँग लड्नु र लड्ने मान्छे छैन। केपी ओली हारेको मान्छे शेरबहादुर बोल्न सक्नुहुन्न। अब रविलाई जेल हालिहाल्यो भन्नु। रविलाई जेल हालिहाले प्रचण्ड चाहिँ बाहिरिएको मान्छे भइहाले प्रधानमन्त्री त हुन्न। अब त हुन सक्दैन। यस्तो बालेन रहेका छन् उनलाई कहिले थुनामा हाल्छ। कुलमानसँग लड्नु हुँदैन नि? कुनमानलाई बर्खास्त गरिहाल्यो। उसले बन्द गरिहाल्यो। अब लड्ने मान्छे छैन नेपालमा अब। त्यसो भए अब लोटो काटेर पैसा पारेर अब नेपाल जाने लोटो पर्यो भने मै होला प्रधानमन्त्री। हो। तपाईँको लोटो लोटो पर्दै पैसा त अब केपिएलको कहाँ हो छ अरे? प्रधानमन्त्री भयो भने गृहमन्त्री फेरि तामाङलाई राख्नु। गृहमन्त्री होइन अर्थमन्त्री। अर्थमन्त्री प्रधानमन्त्री त हुन्न यिनले त कसैले पैसा दिनु। बजेट बाँडफाँड गर्दैन होला। किन दिनु? किन बाँड्नु अब हेरिराख्ने पो हो त होइन? भन्दा भन्दै आषाढको महिना कहिले खाऊ? पैसा पुरा उसले खाएर केलाइदिनु भन्यो भने केलाइदिनु राख्ने हो। ठाउँमा राख्नु पर्ने भयो क्या?